हेलो केटा त्यहाँ गाईघाटबाट कि माइला तुप्पाको छोराको बिहा रहेछ। अनि माइला तुप्पाले निम्तो पठाउनु भएको छ। जानुको लागि तयारी गर्दै गर्नुपर्छ होला है। ए हुन्छ कहिलेको रहेछ बिहे चाहिँ? बिहे 2-4 दिन पछाडि छ। जेस रेडी हुँदै गर्न। ए ओके ओके ओके। अहिले चाहिँ हामी रङ्गमहलमा आइपुगेका छौँ। रङ्गमहलमा हामी खाजा खाएर चाहिँ एकछिन बसेर अनि अगाडि बढ्छौँ। यो चाहिँ बेलाका नगरपालिका पर्छ। हामी गाईघाट बिहा घरमा आइपुग्यौँ। यहाँ ढोकभेट कार्यक्रम हुँदैछ है। हामी चाहिँ बिहा खाने ठाउँमा आइपुगेका छौँ। सबैभन्दा बढी भ्युज गयो होइन? सबैभन्दा त गएन, जे जान चाहिँ राम्रै गयो। जस्तो कुरा गरेको ऐतिहासिक लाइक देखाइदिएन। त्यहाँ मेरो मिलियन भ्युजहरू छ सन्जा। भाउजू आउनु पर्यो यहाँ। तपाईँले अलिक साथ दिनुपर्ने। दिँदैनस् भन्दा हामी गयौँ है अब।